थाप भाइ थाप 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 ट्याक्क हामी आइपुग्यो फिङ्गर हाल्नुपर्ने हुन्छ ए है आइसक्यो हामी चाहिँ कामबाट आएर चाहिँ नि लुगा फेरेर लाग्यो अब। त हेलो गाइज सम्पूर्णलाई नमस्कार एक हातले भए पनि र म चाहिँ सिधै खाडी साउदीबाट र आज चाहिँ ब्लग बनाउँदैछु म राति। अहिले चाहिँ साउदीमा रातिको ट्याक्क लाएर चाहिँ नि 1:10 भयो र आज चाहिँ म जाँदैछु एउटा बङ्गलादेशको देशी र म ट्याक्क लाएर जाँदैछु ब्याङ्क, किनभने 10 महिनापछि चाहिँ मेरो आँखामा चाहिँ ट्याक्क लाएर रिनु भयो आज। त्यही भएर अनि खुसी पनि छ एकदम, किनभने 10 महिनापछि आँखामा रिनु हुँदाखेरि खुसी नै हुँदो रहेछ अलिअलि। त्यही भएर ब्याङ्कको सिस्टमहरू मिलाउनु छ, त्यही भएर हामी चाहिँ ब्याङ्कतिर लाग्यौँ राति। ट्याक्क चाहिँ नि भर्खर ड्युटीबाट आएर त्यसपछि एउटा साथीले भने जाउँ मेरो पनि काम छ भन्नु थाल्यो। ल अन्त ठिक छ हाम्रो पनि काम छ भनेर दुईजना लाग्यौँ, आफ्नो दोष इधर है। र हामी चाहिँ गएर अब सिस्टमहरू ट्याक्राक्क लाएर मिलाउनु पर्ने छ, किनभने यसो अलिअलि 2-400 पैसा पनि त्यहाँ फसेको छ। त्यही भएर सिस्टम मिलाउनु पऱ्यो, नभए त गाह्रो छ गाइज। त्यही भएर कामबाट आएर चाहिँ नि लुगा फेरेर लाग्यो अब। अनि हामी चाहिँ जाँदैछौँ गाइज हो। ल गाइज भिडियो हेर्दै जानु होला, अगाडि पनि देखते हैं हमारा काम हो पाएगा कि नहीं हो पाएगा, आगे चल के पता चलेगा। ठीक है, भिडियो हेर्दै जानु होला र नयाँ हुन्छ भने ट्याक्क पारेर सब्सक्राइब पनि गरिदिनु होला है त हजुर। र हामी जाँदैछौँ ब्याङ्कतर्फ गुटुङटुङ लाएर ट्याक्क छैन पुगिसकेपछि तपाईँहरूलाई म देखाउने छु। अनि हामी चाहिँ रोड क्रस गरेर ट्याक्क लाग्यौँ। र गाइज हो, मैले काम गर्ने ठाउँ चाहिँ देख्न सक्नुहुन्छ यो बाटो जानुपर्छ सिधै र ब्याङ्क चाहिँ यतातिर छ, यो साइडतिर। अब हामी यतातिर जान्छौँ। रुमदेखि ब्याङ्क पुग्नु चाहिँ करिब 10 मिनट जति लाग्छ ट्याक्राक्क लाएर। ब्याङ्क पनि देख्न सक्नुहुन्छ पुग्नु लागिसक्यो। त्यही हो, देख्न सक्नुहुन्छ अलराजी ब्याङ्क भन्नेमा चाहिँ हाम्रो एकाउन्ट छ। अलराजी ब्याङ्क भन्नेमा चाहिँ हाम्रो एकाउन्ट छ र पुग्नु लाग्यो। अब ट्याक्क रोड क्रस गर्ने, त्यसपछि झ्याममा लाएर पुगिन्छ। र साथी हो, अब चाहिँ हामी रोड क्रस गरेर जान्छौँ ट्याक्क लाएर। यही हो, देख्न सक्नुहुन्छ यही हो है, आइसक्यो हामी चाहिँ। चल भाइ चलेगा, रोड क्रस मारेगा, चले फिर चलो चलो चलो। भाग भाइ रे भाग, थोडा जल्दी आ भाइ। फेरि अहिले गाह्रो हुन्छ, त्यही भएर रोड क्रस गरिहालौँ फटाफट। जल्दी आ दोस्त। आइपुग्यो देख्न सक्नुहुन्छ मित्र हो। ट्याक्क अब हाम्रो यहाँ चाहिँ एकाउन्ट हुन्छ अपडेट। ट्याक्क हामी आइपुग्यो ब्याङ्कमा। अब भित्र गएर ट्याक्क सेटअपहरू मिलाउनु पर्ने छ, उसके बाद देखते हैं दोस्त। चल चल चल। ल गाइज हो, यता साउदीतिर चाहिँ यसरी हुन्छ है सिस्टम अपडेट। अब मेरो कार्ड चाहिँ यहाँ ट्याक्क अपडेट हुँदैछ, ब्याङ्कको एकाउन्ट कार्ड। हेरौँ होता है कि नहीं होता है। अब यहाँ फेरि फिङ्गर हाल्नुपर्ने हुन्छ यसरी। हो रहा है भाइ? हो जाएगा इंशाल्लाह। आयो भयो जस ओके डन। कार्ड पनि आयो, भयो पनि अपडेट। ल गाइज हो, ब्याङ्क एकाउन्ट कार्ड चाहिँ मेरो अपडेट भयो। अब ट्याक्क अलिअलि यसो 2-400 पैसा पनि निकालिहेर्नु पऱ्यो, आउँछ कि आउँदैन, किनभने पैसाको पनि काम छ। यतातिर चाहिँ सिस्टम यस्तो खालको हुन्छ, ट्याक्राक्क लाएर। लगता है आ रहा है भाई, कार्ड आएगा भाई, लगता है माल आ रहा है। अंदर गिन रहा है क्या? चलो कार्ड आ गया, अभी आएगा हमारा पैसा। थाप भाइ थाप थाप थाप
आ गया पैसा आ गया भाई। शुक्रान सर, सब बराबर है ना? बराबर है। चलो भाई, बाय, फिर मिलते हैं नेक्स्ट टाइम। फिलहाल के लिए इतना ही दिया। र फाइनली गाइज मेरो काम पनि भयो। म चाहिँ ब्याङ्कभित्रबाट बाहिर निस्केको छु। अपडेट पनि भयो, ट्याग लाएर के भन्छ एटिएम कार्ड र पैसा पनि निकाल्यो 200-400 रुपियाँ। अब त्यो पैसा चाहिँ ट्याक्क छैन, एउटा कामको लागि निकालेको छु। अब त्यो काम ट्याक्क गर्नु छ र अब हामी चाहिँ लाग्छौँ रुमतर्फ। र हजुरहरू भिडियो हेरेर यहाँसम्म आइपुग्नु भयो भने ट्याक्क लाएर चाहिँ नि लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला भन्न चाहन्छु। र अब हामी फेरि भेट्नेछौँ अर्को ब्लगमा। तबसम्मका लागि टाटा हजुरहरूलाई।